लक्ष्मी उन्गान प्रमाणं च प्रमेयं च प्रमातारश्च सात्विकाः जयन्तु क्षभिधारिष्टं सह सर्वत्र सर्वदा। बोल श्री लक्ष्मी नृसिंह भगवान को, श्री भाष्यकार रामानुज स्वामी जी महाराज को आत्मानंद को। परम पूज्य आदरणीय श्रीमद् वेदमार्ग प्रतिष्ठापनाचार्य उभय वेदांत प्रवर्तकाचार्य हामी सब मठाधीश र विभिन्न मठ मंदिर का संरक्षक संस्थापक र श्री वैष्णव जगत का हितैषी महापुरुष श्री देवराजाचार्य स्वामी महाराज श्री चरणारविन्दमा साष्टांग प्रणाम र यस वैकुण्ठोत्सवको आचार्यत्व निर्वहन गर्दै हुनुहुन्छ हाम्रा साक्षात जनकनन्दिनी जानकी सीता देवी को तर्फबाट प्रतिनिधि भएर आचार्य स्थानबाट पाल्नुभएको छ श्री 1008 दाशरथी स्वामी महाराज सपरिकर माने उहाँको तर्फबाट यहाँ वैकुण्ठ सम्पन्न गर्ने आचार्यहरू पनि पाल्नुभएको छ। विभिन्न आचार्यहरू, आमाहरू, भक्तिमती आमाहरू, भक्तजनहरू सबै यहाँ विराजमान हुनुहुन्छ। भगवानको सन्निधिमा यो मण्डप, विशाल मण्डप, यसैमा प्रवचन, यसैमा वैकुण्ठोत्सवहरू, विभिन्न कार्यक्रमहरू हुने गर्दछन्। त्यो विषयमा हामीहरू सुन्यौँ। र जनकपुर निवासी र जनकपुरमा पुरानो मन्दिर पोथाद्री मठ जहाँबाट दाशरथी स्वामी पाल्नुभएको छ त्यो एउटा पुरानो मन्दिर। वेङ्कटेश मन्दिर काठमाडौँ मन्दिर पनि एउटा पुरानो। अर्को त्रिपुर भन्ने ठाउँ छ जहाँ सिन्धुली जिल्लामा नेपालमा तिनवटा धेरै पुरानोमा बताउनुहुन्छ सज्जनहरूले। वहाँ मठाधीश स्वामी महाराज हुनुहुन्थ्यो गोविन्दाचार्य स्वामी श्री 1008 एक विलक्षण महापुरुष ठुलो श्री वैष्णव जगतलाई उहाँले आह्वान गर्नुभएको थियो रामानुज स्वामीजीको सम्बन्धसँग जोडेर। उहाँकै स्थानमा आज दाशरथी स्वामीले उहाँको प्रतिनिधित्व गरेर रहनुभएको छ। हाम्रा भाइहरू जस्तो गरी बसेको हुनाले उहाँहरूले सरल रूपमा भनाभन पनि गर्न सक्नुहुन्छ एउटा मित्र भावले। यस्ता स्वामीजीहरूको एउटा आज सान्निध्यलाई प्राप्त गर्नुभयो हाम्रो केशवाचार्य स्वामी महाराजले। धेरै जसप्रति उहाँको अभिमत थियो, अभिमान राख्नुहुन्थ्यो, प्रेम राख्नुहुन्थ्यो। उहाँको उपस्थिति सहज रूपमै भयो। उहाँको परमपदको दिन दास पनि यही भएको बेला थियो। साँझ ठिक 4 बजे समाचार गयो। उहाँको थोरै हामी राति उहीँसम्म पुग्यो। घाटमा गएर 11 बजे फेरि फर्कियो सबै समापन गरेर। हाम्रो दामोदर स्वामी, हाम्रो नटवरजी, नटवर नारायण र हाम्रो बलरामजी हुनुहुन्छ, उहाँ महात्मा हुनुहुन्छ, दारीवाला स्वामीजी उहाँ, र हाम्रो लक्ष्मण स्वामी जहाँसम्म जान सक्नुहुन्थ्यो उहाँ आउनुभयो। उहाँले आफ्नो परिवारहरूलाई पठाउनु भयो। धेरैजना वैष्णवहरूले साथ दिनुभयो। उहाँको छोरीहरू जहाँ हुनुहुन्थ्यो, उहाँको सुपुत्र। उही दिन उहाँको कार्यक्रम कालो निलो भएको थियो। मेलो नै रह्यो त्यो जस्ताको उस्तै सुसम्पन्न भएर यो भगवानको सन्निधिलाई अन्तिममा उहाँले रोज्नुभयो। भगवानको सन्निधिमै यो आफ्नो चरम शरीरलाई उहाँले भगवानलाई अर्पण गरेर नारायणी नदीद्वारा भगवानको सन्निधिमा जाने ठुलो सौभाग्य, जुन घाटलाई उहाँले कुरेर बसेको भगवानको सन्निधिलाई, त्यो सौभाग्य उहाँलाई मिल्यो। हाम्रो नटवर नारायणजीले सबै सामानहरू जोड्ने, तँलाई बोलाउने, के गर्ने यावत कुराहरू पुत्रवत उहाँहरू पनि जनकपुरकै एरियाको हाम्रो सन्तनारायण स्वामी गर्दा एउटा परोपकारको भावनाले उहाँको थोरै खडा रहनुभयो। दासलाई पनि त्यो सौभाग्य मिल्यो। केशवाचार्य स्वामी राम्रो योग्यता थियो। जनकपुरको मन्दिर पुनः जीर्णोद्धार भएर राम्रो बन्नमा पनि हाम्रो दाशरथी स्वामीलाई पनि उहाँ गुरुदायी भएको हुनाले उहाँले राम्रो जोड दिनुभएको थियो। मन्दिर पनि सहजै बन्यो, समयमा बन्यो। पुनः 2066 साल 2066 साल 66 हो फागुन 65 या 66 में भगवान पुनः प्रतिष्ठा भयो जनकपुरमा र सुन्दर आवास आदि सबै कुरा बन्यो। र स्वामी महाराज सहजै आचार्य हुनुहुन्थ्यो। उहाँ जनकपुरमा हाम्रा देवघाटका स्वामीजी महाराज, यहाँ तल आश्रमका जो अध्यक्ष हुनुहुन्थ्यो नारायणाचार्य स्वामीजी महाराज र हाम्रो केशवाचार्य स्वामी महाराजको प्राङ्गण एउटै लगातार प्राङ्गण थियो भनेर सुनिन्छ। यसरी जनकपुरको वास गरेर महारानी सीताजीको पनि कृपालाई प्राप्त गरेर बिस्तारै आचार्यहरू पूर्वबाट पश्चिम हुँदै 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 जीवन प्राप्त गराउँदै आचार्यहरूको यहाँ सवारी भयो। गण्डकीको तीर
र त्यस्ता आचार्यहरूले जहाँ निवास गर्नुहुन्छ जुन ठाउँ उहाँहरूलाई प्रसन्नताको विषय बन्छ त्यो दिव्य देश हुन्छ। त्यो कुनै पनि ठाउँ होस्, महापुरुषहरूले जसलाई अभिमत गर्नुहुन्छ हामीहरूको लागि पनि आचार्य रुचि परिगृहित त्यही ठाउँ नै उपादेय बन्छ, स्वीकार्य बन्छ भनेर शास्त्रकारहरूले बताउनु भएको छ। र एकान्ती भएर भगवानको उहाँले आराधना गर्नुभयो। हाम्रो वैष्णवहरूलाई त कुनै प्रकारको भय छैन, भगवानमा दृढ विश्वास चाहिँ हाम्रो धर्मडी स्वामी महाराजले बताएको छ। भागवतापचारबाट हामी बच्नु पर्यो, सबैलाई राम्रो नै व्यवहार गर्नु, जानेका व्यक्तिहरू नजानेकालाई राम्रा कुराहरू बताउनु, सिनियरहरूले जुनियरहरूलाई पछिल्लो व्यक्तिहरूलाई राम्रा कुराहरू बाँड्ने गर्नु, बताउनु, आचरणको विषयमा, भगवत सम्बन्धी चरित्रको विषयमा, मन्त्र मन्त्रार्थको विषयमा पहिला धेरै सुनेका व्यक्तिहरूले पछिका व्यक्तिहरूले पनि सुनाएर परम्पराले नै ज्ञानको धारा बग्ने। यसरी यो वैकुण्ठोत्सव जो मनाइँदैछ यसमा यो त उत्सवको रूपमा मनाइन्छ, माने सारा दुःखहरूलाई कष्टहरूलाई दूर गरेर राम्रो ठाउँमा लैजानेवाला हर्षम उत्सुते आगम शास्त्रमा बताइएको छ। सबह सांसारिकम दुःखम भनेर त्यो सारा सांसारिक दुःखलाई हटाउनेवाला जो क्रियाकलाप हो, भगवत सम्बन्धी जो कर्म हो त्यो उत्सव हुन्छ भनेर विभिन्न निर्वचनहरू आगमका संहिताहरूमा दिएको छ। वैष्णवहरूलाई भगवत रामानुज स्वामीको चरण सम्बन्ध भएका व्यक्तिहरूलाई डराउन पर्दैन। रामानुज स्वामीले आचार्य हारमालामा मध्य स्थानमा मध्यमणिको रूपमा विराजमान हुन्छ। रामानुज स्वामीको हृदय धेरै विशाल छ। त्यही भएर हामीले रामानुज दासः रामानुज स्वामीसँग जो सम्बन्ध जोडिन्छ, रामानुजदास रामानुजदासी, त्यस्ता सबैको जिम्मा रामानुज स्वामीले लिइबसेको छ चरण सम्बन्धीहरूको। त्यही भएर रामानुज पद तीर्थात् मुक्तिम भिन्दति भिन्दति भिन्दत्येव भनेर आचार्यहरूले भगवत रामानुज स्वामीको श्री चरणार श्रीदन्तको सम्बन्ध यदि रामानुज स्वामीको विशाल हृदय कृपा हुन्थ्यो भने हामीलाई यो अष्टाक्षरी द्वयच्छर्मी मन्त्रहरू मन्त्रार्थ एउटा आचार्य सम्बन्ध भगवानको आराधना गरेर प्रसाद पाउने एउटा पद्धति हामी तक आइपुग्दैन थियो। तर भगवत रामानुज स्वामीको विशाल हृदय भएको हुनाले उहाँलाई एम्बेरुमानार दर्शनम बराबर मुनि स्वामीले उपदेश रत्नमाला बताउनुहुन्छ। एम्बेरुमानार दर्शनम एन्ने इदको नम्बेरुमाड पेरिट्टु नाट्टी वैद्धा दक्षिणमा रामानुज स्वामीलाई एम्बेरुमानार भन्ने चलन छ। रामानुज स्वामी 18 आवृत्ति मन्त्रको चरम श्लोकको अर्थलाई प्राप्त गर्नको लागि श्रीरङ्गमबाट गोष्ठी पूर्वमा कुनै कष्ट नमानिकन आचार्यले जुन बेला बोलाउँदा त्यही बेला चाहिँ गएर मन्त्रार्थलाई प्राप्त गरेको आचार्यको हृदयलाई पनि जित्न सक्नुभयो रामानुज स्वामीले आफ्नो विनम्रताद्वारा। र उहाँको एक ठुलो आजदेखि हजुर सबैका आचार्य भनेर उहाँले आफ्ना सुपुत्र त्यति बेला तेर्काडवान भन्थ्यो उहाँलाई तमिल भाषामा। गोष्ठी पूर्णमा जो भगवान हुनुहुन्छ त्यही भगवानको नाम गोष्ठी पूर्ण स्वामीको सुपुत्रको नाम थियो। संस्कृतमा सौम्य नारायण यस्तो नाम थियो। यस्तो व्यक्तिलाई पनि हजुरले नै सम्हाल्न सक्नुहुन्छ भनेर आफ्नो सुपुत्रलाई पनि रामानुज स्वामीजीको हातमा दिनुभयो। यो व्यक्तिलाई पनि हजुरले नै योग्य बनाउनु भनेर गोष्ठी पूर्ण स्वामीले देखेको एम्बेरुमानार मलाई दिएको नाम त्यो एम्बेरुमानार दर्शनम बराबर पनि स्वामीले रामानुज दर्शन त्यो भगवत रामानुज स्वामीको नामबाट अंकित भयो विशिष्टाद्वैत दर्शन। त्यही भएर अखिल श्रुति हितम रामानुजीयम मतम वेङ्कटाद्वरी नामले ठुला कवि भए। धेरै विश्वगुणादर्श चम्पू लक्ष्मी सहस्रम इत्यादि धेरै धेरै ग्रन्थहरूको रचना गर्नुभयो। उहाँले अखिल श्रुति हितम रामानुजीयम मतम भनेर बताउनु भएको छ। त्यस्तो भगवत रामानुज स्वामीको जहाँ सम्बन्ध छ हाम्रो यहाँ विशेष कार्यहरू गरिन्छन् जहाँ स्मृति ग्रन्थहरूले बताएका छन्। यो नारायण बलि एउटा विलक्षण प्रक्रिया हो। कुनै कसैलाई छुटपुट भए पनि त्यसले राम्रो काम गर्दछ र एउटा शास्त्रको विधान जो इदम कुरु भनेर बताएको त्यो कर्म भयो। अनि हवन यो स्वाहा आदि गरेर भगवानका पार्षदहरूलाई प्रसन्न गराउने त्यो एउटा हव्य तव्य जो दुई प्रकारको बताइन्छ, पितृहरूलाई गरिने देवताहरूलाई गरिने र साथै ग्रन्थहरूको पारायण। यी सारा ग्रन्थ हाम्रो वेद इतिहास पुराण आगम दिव्य प्रबन्धहरू भनेका प्रमाण यथार्थ ज्ञान गराउने भगवानको विषयमा भगवानलाई प्राप्त गर्ने उपायको विषयमा विरोधी स्वरूपको विषयमा यो जीवात्माको स्वरूपको विषयमा पञ्चको विषयमा यथार्थ ज्ञान गराउने ग्रन्थहरूको हाम्रो यहाँ पारायण गरिन्छ। ती ग्रन्थहरूद्वारा भगवानको
मङ्गला शासन गरिन्छ र व्यूह स्वरूपमा विराजमान परमात्मालाई यहाँ आवाहन गरिन्छ, जहाँ विश्वक्षेन्जेर हुनुहुन्छ, सारा विघ्नहरूलाई निवारण गर्नुहुन्छ। भगवानको दायाँ हातमा विराजमान रहने सुदर्शन चक्रलाई उहाँलाई वासुदेव पुण्याह वाचन भनेर कलशमा आवाहन गरिन्छ। वासुदेव, सङ्कर्षण, प्रद्युम्न, अनिरुद्ध भगवानका पार्षदहरूलाई बोलाइन्छ र भगवानकै पार्षदहरूको पनि वैकुण्ठ पार्षद जसलाई भनिन्छ, भगवानका परिवारहरूको जहाँ तर्पण आदि गरिन्छ। सबै कर्महरू वैदिक शास्त्रीय कर्महरूको साथमा स्वामी महाराजले बताएअनुसार यो आनन्दको साथमा मनाइने उत्सव हो। यो प्रकृति मण्डलबाट, लीला विभूतिबाट मुक्त भएर, कर्म सम्बन्धबाट मुक्त भएर अर्चिरादि मार्गबाट गएर भगवानको मङ्गला शासन गर्नको लागि कृपा विभूतिमा एउटा जीवात्मा पुग्दा त्यहाँ भएका जो नित्य मुक्तहरूले जो मनाउनुहुन्छ उत्सव, सम्मान गरेर यो मुक्त जीवात्मालाई जहाँ भगवानको सन्निधिमा लिएर जानुहुन्छ। अर्चिरादि मार्गमा पिँढे लोकाचार्य स्वामीले त्यस्तै परम पद सोपानम भन्ने ग्रन्थ छ वेदान्त देशिक स्वामीजीको, त्यसमा उहाँले श्रीभाष्यको 4औं अध्यायमा सारा उपनिषदहरूमा भएका वाक्यहरूलाई एकत्र गरेर भगवत रामानुज स्वामीले, त्यस्तै भगवत गीताको 8औं अध्यायको अन्तिममा स्वयं गीताचार्यले यो अर्चिरादि मार्ग र त्यसबाट यो जीवात्माको यात्रा पुनरावृत्ति, पुनः जीवात्मा यहाँ फर्केर वापस आउँदैन, भगवानको सन्निधिमा नित्य निरन्तर सेवामा कैङ्कर्यमा रहन्छ। यो जीवात्मा त्यही भएर यहाँबाट बढुवा भएर गयो, यहाँ पनि भगवानकै सेवा गर्दछ, निर्विघ्न सेवा। नित्य किङ्करो भवानी भगवत रामानुज स्वामीले गद्यत्रयमा जो प्रार्थना गरिबसेको छ हामी सबैको लागि, त्यस्तो भगवत कैङ्कर्यमा, नित्य कैङ्कर्यमा एक जीवात्मा हाम्रो यहाँबाट जाँदा भगवानको सेवामा पुग्दा हामीले आनन्दको साथ